दुईजना खाजा खाऊ ल जाऊ ल धन्यवाद हजुर काठमाडौँ रसुवा स्याउली ल गाइज हामी चाहिँ निस्किसक्यो बहिनी यहाँ छ बहिनी र म चाहिँ अब रसमा जाँदैछौँ यति त हो नि होइन ल ल भएन बहिनी छैन छैन ल अब हामी चाहिँ जाँदैछौँ है गाइजहरू ल अहिले 6 रेनिएर पुग्यौँ हामी अब कहाँ पुग्दै जान्छौँ देखाउँदै जान्छौँ है त गाइज चेकपोस्ट रहेछ यहाँनिर सरहरू हेर्दैछन् बाटो चाहिँ बवाल छ है गाइजहरू चाहिँ होस् आजको भ्लग चाहिँ रमाइलो होला जस्तो छ है त अति बवाल भ्यू छ है गाइजहरू अति बवाल भ्यू छ यतातिरको अस्ति न जेडी साथी र म पनि आएको थिएँ यहाँनिर जेडी साथी र म अस्ति बेत्रावतीसम्म चाहिँ गएको थियौँ आज चाहिँ हामी स्याब्रेबेसीसम्म जान्छौँ है त गाइज ढिकुरे 6 किलोमिटर घरबाटै भ्लग गरेर आउने भनेको घरबाट भ्लग गरेर आउने बिर्सेछ भने कस्तो ठिस क्या म भने फेरि है अब आधी बाटोबाट भ्लग गर्दैछु तर ठिक छ अब केही छैन बिदुर 15 किलोमिटर गङ्गटे कतै 11 किलोमिटर देखा रहेछ अब यहाँको बाटो चाहिँ तेर्सो छ है गाइस यहाँबाट लगभग तपाईँको ढिकुरे त्रिशुलीसम्म लगभग तेर्सै बाटो छ अनि डुब्जेश्वर महादेव मन्दिर जान चाहनुहुन्छ भने नि यही बाटो हो है गाइजहरू मामाहरू यहाँ चेकिङ गर्नलाई बसिरहेको रहेछन् तर अल्छी लागेको जस्तो छ चेकिङ गर्नलाई अब साइडमा बसिरहेको रहेछ ढिकुरे 3 किलोमिटर डुब्जेश्वर महादेव मन्दिर जान चाहनुहुन्छ भने शिखर बेसी यो बाटोबाट जानुपर्ने हुन्छ यहाँबाट 25 किलोमिटर छ है त तपाईँहरू कोही जान चाहनुहुन्छ भने यो बाटो हो डुब्जेश्वर महादेव मन्दिर ढिकुरे 1 किलोमिटर बहिनीलाई स्याब्रो बेसी पुऱ्याइदिनु पऱ्यो भनेर हिँडेको हो है बहिनी र म जाँदैछौँ बहिनी चाहिँ पछाडि छन् अब यहाँबाट हामी दायाँ लागेर जान्छौँ जेडी साथीलाई नि जाउँ भनेको जेडी साथी जानै मानेन यार तर जेडी साथीको काम रहेछ साथीको त्यही भएर साथी जान भ्याएन अनि आज म एक्लै हिँडिरहेको छु भ्लग बनाउनलाई तर एक्लै भयो भने केही छैन अब के गर्नु होइन हिँड्नै पऱ्यो बिदुर 10 किलोमिटर गङ्गटे 6 किलोमिटर बराफेदी गङ्गटे
40 रे 40 को स्पिडले कहाँ हुन्छ यस्तो बाटोमा त यो हावा भयो यार अहिले अफ रोड छ यतातिर चाहिँ पुनरागमनको अपेक्षा सहित हार्दिक धन्यवाद सर 1 किलोमिटर ल हामी चाहिँ अब यहाँनिर त्रिशुलीको यो त्रिशुलीको बटार भन्ने ठाउँमा आइपुग्न लाग्यौँ कन्स्ट्रक्सन चलिरहेको छ यहाँनिर चाहिँ के अब टक्क बाटो बढाउनु लासो छ गल्छीबाट आउँदाखेरि यो बाटो भेटिन्छ क्या गल्छीबाट छिरेर आयो नि अनि हामी चाहिँ यता छरेबाट आएको भएर यो बाटोबाट आयौँ बिदुर हो यो ठाउँ नुवाकोट जिल्ला बिदुर र हामी रसुवा जिल्ला प्रवेश गर्न जाँदैछौँ अलि अगाडि हो तर त्यता अलि एकछिनमा हो अलि टाढै छ बटार इन्ग्लिसमा मिलेन छ क्या ल ठिक छ अब चाहिँ गरौँ यहाँबाट पनि पुग्छ है त बुद्धेश्वर महादेव मन्दिर यहाँबाट पनि जानु मिल्छ यताबाट छ बाटो एउटा अनि अर्को उता अघि मैले देखाएको ठाउँबाट भइहाल्यो यताबाट गए नि हुन्छ यता रसुवाबाट आउने मान्छेहरू चाहिँ प्रायः चाहिँ यहाँबाट जान्छ अनि उता काठमाडौँबाट आउने मान्छेहरू चाहिँ अघि मैले देखाएको बाटोबाट जान्छ है त गाइजहरू रसुवा यताबाट भन्दा यताबाट ठिक लाग्छ मलाई चाहिँ यताबाट पनि जान्छ बाटो खत्तम छ क्या तर यताबाट बाटो अलि राम्रो छ अलि टाढा चाहिँ यताबाट टाढा पऱ्यो पनि तर बाटो चाहिँ यताबाट राम्रो छ है त गाइजहरू अलि अफरोड त छ अफरोड चल्छ मतलबै भयो जिम्बु थकाली खाना चाहिँ यहाँ मिठो छ तर अब के भएर अहिले भोकै लागेन है होइन उहाँ झुन्चो गएर खाने विचार गरेको छौँ अहिले त भोकै लागेन अहिले भात खायो त फेरि भातै रुच्दैन क्या त्यो भएर अलिक उतै जानुपर्छ बिरे खोला पुल गुन्द्रे खोला पुल बेत्रावती भन्छ यो ठाउँको नाम चाहिँ बेत्रावती पुग्यौँ हामी अब यहाँबाट माथि बेत्रावतीबाट माथि के भन्छ कालिका स्थान हो कि के हो कालिका स्थान हो कि जस्तो लाग्यो यहाँनिर एउटा चेकपोस्ट छ चेकपोस्टमा चेक गर्छै गर्दैन सोध्दैन सोधे रोक्ने हो नरोक्ने त कहाँ रोक्छ सुनसुन हिँड्यो मतलबै भएन नि अझै उकालो छ गाइजहरू उकालो बाटो अब तेर्सो बाटो छैन यस्तो उकालो छ उकालो होइन रमाइलो छ तर लहरे पौवा 2 किलोमिटर लहरे पौवा आउँदो रहेछ सुरुमा ससुरालीमा रिक्स लिनु भएन नि बिस्तारै जाने हो अब त ओभरटेक हान्नु चाहिँ 37 किलोमिटर स्याब्रो बेसी 49 किलोमिटर 49 किलोमिटर नजिकै हो जस्तो लाग्छ तर बाटो अफरोड छ बाटो अफरोड भएको कारणले गर्दाखेरि तर टाइम लाग्छ है गाइजहरू
यहाँदेखि कहाँसम्म धुन्चेसम्म चाहिँ अलिक ठिकै राम्रै हो, यसै बाटो छ। त्यहाँ चाहिँ अलिकति खतमै छ बाटो। अब यो स्याब्रोपेसीको भएको गर्दा गर्दा त यार दिनै जाला जस्तो छ नि त। ओ बाँदर रहेछ यहाँनिर। ल हजुर त्यही हो हिमाल, हामी त्यहाँ पुग्ने नै त्यहीँ हो। अनि ल हामी त्यही हिमाल पुग्ने हो नि त। नि तिमी म चाहिँ पुग्दैन, तिमी चाहिँ पुग्छौ भोलि पर्सि। अब भोलि हिँड्छौ होला तिमी, भोलि बेलुका पर्सि बिहानसम्म पर्सि बेलुकासम्म पुग्छौ। यस्तो दामी ठाउँ छ माथि त। मलाई पनि जान मन छ के, मलाई पनि माथि जान मन छ। हिँड्नै झ्याउ लाग्छ अनि यत्रो टाढा, अनि त्यही भएर। हजुर हिँड्नुपर्छ क्या 2 दिन। अनि यहाँबाट एक दिन अहिले हिँड्यो, आज नि हिँड्यो भने भोलि बेलुका चाहिँ पुग्छ। अब आज हामी रेस्ट होइन क्या, आज यहाँबाट हिँड्यो भने के अब माथि होटेलमा त्यही त घरमा त अनि हिँड्नुपर्छ क्या त्यहाँबाट, अलि हिँड्नुपर्छ। स्याब्रोपेसीबाट हिँड्नुपर्छ नि। त्यही त आज नि हिँड्ने हो, आधी बाटोसम्म हिँड्छौ। अनि भोलि फेरि बिहान हिँडेपछि बेलुका तिमी घर पुग्छौ क्या। आजै त पुग्नै सक्दैनौ, आज त सम्भवै छैन। टोयलेट छ कि छैन चाहिँ यहाँ? हजुर के भने? रुकुम होइन, रसुवा। हजुर मिल्छ ऊ त्यहाँ होला टोयलेट। जाऊ झोला यहीँ भुइँमा राखिदिऊ। 500 मात्र हालिदिनु त, त्यसले यहीँ रहेछ। हामी चाहिँ यहाँनिर यो कालिका स्ट्यान्डको पेट्रोल पम्पनिर आइपुगेका छौँ। अब यहाँबाट फेरि जान्छौँ, अनि के हुन्छ बाटोतिर हेर्दै जानु त गाइजहरू। ल हामी पेट्रोल पम्पबाट निस्किसक्यौँ गाइजहरू है। एङ्गल कस्तो मिलाएको कि छैन, अब यतिकै खिचिरहेछौँ। अब चेक पोस्ट आउँछ यहाँ माथि एउटा। बबाल भ्यू छ है गाइजहरू यतातिर। कालिका स्थानको चेक पोस्ट यहाँ चेक गर्छै गर्दैन, हेरौँ त चेक गऱ्यो भने रोकिदिने हो, नत्र त सुई हिँडिदिने हो, मतलबै भएन नि। रोकाएन है गाइजहरू, अब सुई हिँडिदिने हो, नरोकाए कहाँ रोकेर बस्छ त। रोकाएन त रोक्ने चलन छ फेरि। ओइ के हो यत्रो हर्न बजाउनु चाहिँ मिल्दैन भनेर साइनबोर्ड राखेको छ। तर यस्तो टर्निङमा त हर्न बजाउनु पर्ने हो नि यार। हर्न बजाएन भने त टर्निङतिर अनि उताबाट गाडी थाहै हुँदैन, अनि एक्सिडेन्ट हुने चान्स हुन्छ नि त। हर्न त बजाउनु पर्ने हो, पाउनु पर्ने हो नि त। स्पिड ब्रेकर। अब पुलिसको चेकपोस्ट कट्यो, अब यहाँनिर आर्मीको चेकपोस्ट छ एउटा
सायद यहाँ चाहिँ रोक्छ कि जस्तो लागिरहेछ रोकेर लाइसेन्स नम्बरहरू बाइकको नम्बरहरू इन्ट्री गर्छ क्या कहाँ जान लाग्यो कति जान यताउता सोध्छ होला सायद सरहरूले रोकाउँछ कि रोकाउँदैन हेरौँ यता रोकायो भने रोकिदिने हो नरोकाए त मतलबै भएन नि हजुर काठमाडौँदेखि रसुवा स्याब्रु बेसीसम्म यता माथि होइन यहाँ इन्ट्री गर्नुपर्ने हुन्छ ल यहीँ बस्छ तिमी है म इन्ट्री गर्न आउँछु बा 42/41 बा 42/41 कति हो 4190 सर 03 06 012 740 52 पेमा शेर्पा मोबाइल नम्बर हो हजुर हामी काठमाडौँदेखि सर स्याब्रो बेसी 980 323 7570 हस् हस् धन्यवाद सर चल रसुवा आउँदाखेरि यस्तै हो इन्ट्री गराउँदै हिँड्नुपर्ने हुन्छ कालिका स्थानको बजार रहेछ यतातिर चाहिँ है यता हो हामी जानुपर्ने चाहिँ सर कसम क्या दामी देख्दो रहेछ यहाँबाट त ल हिमालहरू अलिअलि देख्दो रहेछ अलि हाइटतिर आइपुग्यो अलि चिसो चिसो फिल हुँदै आयो गाइजहरू यार पन्जा नि लागेन अहिले गर्मी भइरहेको भनेर पन्जा खोलेको अहिले जाडो भइरहेको कस्तो फेरि गर्मी भएको थियो है अहिले जाडो भइदिएर है यतातिर घामै लागेको छैन उतैतिर आऊ त सलमान खान आमा सलमान खानको सिँगान आएछ यार कहाँ जाने हो तिमीहरू कहाँसम्म जाने हो बाबुहरू जम्पौ यहाँतिरको स्कुल जाँदै रहेछ सरकारी स्कुल रहेछ स्कुल नि हिँडेर जानुपर्ने हुँदो रहेछ जाँदैछ बच्चाहरू अनि यो चाहिँ यतातिरको यहाँतिरको मान्छेहरूको ड्रेसहरू यस्तो हुन्छ हेर्न सक्नुहुन्छ यहाँबाट धुन्चे कति किलोमिटर छ धुन्चे 1 घन्टा लाग्छ ल ए हस् धन्यवाद ओ सलमान जान्छु ल राम्रोसँग पढ ल राम्रोसँग पढ है सलमान ल तिमीहरू दुईजना खाजा खाऊ ल जाऊ ल बाई ल राम्रोसँग पढ है ल यहाँबाट पनि बबाल देख्दो रहेछ यो त भ्यू त बबाल छ
ल भन सब्सक्राइब गरिदिनु होला भन न लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु होला ल धन्यवाद है त बा कताबाट हो हामी के बोकेर ल्याउनु भएको यो हजुर के गर्ने हो यसले ए मान्छे बस्नुलाई ए ल बाई ल तिमीहरू यो बाँडेर खाऊ ल है धन्यवाद भन न अनि खोइ त नि भ्लगलाई सब्सक्राइब मेरो पाल्जर भ्लगलाई सब्सक्राइब गरिदिनु होला भने खै पाल्जर भ्लग ल धन्यवाद ल बाई अझै हामी धुन्चेतिर पुग्न लाग्यो धुन्चे बजारनिर राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा यहाँहरूलाई हार्दिक स्वागत छ। यहाँ फोटो खिच्ने हो कहाँ हो यहाँ बस म यहीँबाट खिचिदिन्छु तिमी ओर्ल होइन ल जाऊ अनि 0.5 मा त वा यस्तो आउँछ हेर त एङ्गल अलि यतै आऊ अलि यहाँनिर आउन धेरै उता भयो अझै अगाडि पखाइ ल भयो लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्य रेड पाण्डा प्रवेशद्वार त्यस्तै हो भयो लेट्स गो काठमाडौँदेखि र यहीँ स्याब्रु बेसीसम्म हस् म मात्र जान्छु बा 42 पो 2 जना छ सर छैन सर यहाँ टुरिस्टहरूलाई होला हामीलाई होइन नि भित्र त क्यामेरा अफ छ कि छैन भनेर सोधिरहेको रहेछ भने धुन्चे बजार आयो रसुवा धुन्चे बजारमा तामाङ नाना भेट भयो भन्ने ठाउँ चाहिँ यहीँनिर हो है गाइजहरू
धुन्चे बजार चेकपोस्ट मामाहरू टक्क हेर्दैछन् धुन्चे बजार। अब हामी यहाँ खासमा धुन्चे बजारमा खाना खाने प्लान बनाएको थियो अनि बहिनीलाई अहिले भोक लागेको छैन अरे, त्यही भएर वहीँ स्याब्रु बेसी गएर खाने कुरा भयो। अनि अब स्याब्रु बेसी नै पुगेर खान्छौँ है त गाइजहरू। हेलो गाइजहरू, स्याब्रु बेसी आइपुग्नु लाग्यो। यही हो स्याब्रु बेसी है। हेलो गाइज, हामी चाहिँ खानासाना खाएर अब स्याब्रु बेसीबाट पनि यहाँनिर धोमेनसम्म जानुपर्ने भयो। अनि धोमेन भन्ने ठाउँको बाटोबाट जाँदैछु। बाटो चाहिँ अलि अफरोड छ। अब जाँदैछौँ, धोमेनसम्म मात्र यात्रा हुन्छ। धोमेनपछि म फर्किन्छु काठमाडौँतिर, फेरि बेलुका काठमाडौँ पुग्नुपर्ने हुन्छ। बुढो मान्छे त्यहाँ कुरिराखन्। यो बाटोबाट चाहिँ तपाईँहरूको धोमेनसम्म चाहिँ गाडी लगिने बाइक लगिने जान्छ। अनि त्यहाँबाट चाहिँ तपाईँहरूको पैदल यात्रा गर्नुपर्ने हुन्छ। ट्रेकिङ जाने ठाउँ हो यो चाहिँ खासमा। अनि तपाईँहरूको लाङटाङ हिमाल जानलाई चाहिँ यही बाटोबाट जानुपर्ने हुन्छ है त गाइजहरू। हेलो नमस्ते। दिनु पऱ्यो नि हल्का। यो चाहिँ ट्रेकिङ जाने बाटो हो क्या। यहाँ खैरेहरू चाहिँ टक्क लाएर हिँडेर होइन सर ट्रेकिङ गर्दै जान्छन् है त केटा। भेडा बाख्राहरू हट आउँदैछ, हेर न मान्छेहरू टक्क घुमेर आउँदैछ खैरेहरू। नमस्ते। हेलो नमस्ते नमस्ते। सुनेन क्या हो? बुढो माथि कुरेर बसिरहेको छ। बुढो त्यहाँ बसिरहेको डाँडामा। फाइनली डोमेन पुग्यो। ल निक्ल। ल है गाइज, हामी चाहिँ यहाँनिर टक्क यो डोमेन भन्ने ठाउँमा आइपुगिसक्यौँ। अनि आपा चाहिँ यहाँ हुनुहुन्छ, आपालाई भेटिसक्यो हामी। के भन्न चाहनुहुन्छ यहाँ? हामी आइपुग्यो नि त। आइपुग्यो, अब भेट्यो। राम्रो भयो। खैरीहरूलाई के भन्न चाहनुहुन्छ? हजुर, खैरीहरूलाई खैरले खैरले के भन्नु भनेको? खैरले त राम्रो भयो। खैरीहरूलाई यता आउनु भन्नुलाई के भन्नुहुन्छ? खैरले कम टुडे भन्छ, come from today भन्छ। अनि come from here, very nice, very beautiful। अनि अब लाङटाङको बारेमा भनिदिनु थोरै। लाङटाङ बारीमा अब त्यो इङ्ग्लिस कुरा पछि नेपाल कुरा। नेपालीमा भन्नु नि हुन्छ, इङ्ग्लिसमा भन्ने नि हुन्छ। नेपाल के बारेको धेरै किसिम छ भन्नुलाई। एउटा लाङटाङमा आउनलाई के भन्नु नि? लाङटाङ हेर्नेलाई लाङटाङ भ्यू राम्रो देख्छ। अनि हावापानी राम्रो, हिमाल सब राम्रो देख्छ। त्यही भएर हामी सबै हावापानी राम्रो, कस्तो राम्रो राम्रो देखेर खुसी लागेर सबै किसिम भएको छ। ल है त। ल